आज म तपाईँहरूलाई मेरो हजुरआमाले साँच्चैको भोगेको एउटा कथा सुनाउन गइरहेको छु। यो कुरा मलाई मेरो हजुरआमाले बारम्बार सुनाउनुहुन्छ र म अहिले पनि त्यसको बारेमा सोच्दा एकदम अचम्मित हुन्छु। कुरा हजुरआमा गाउँमा बस्दाको थियो। एक रात हजुरआमा एकदम गहिरो निन्द्रामा हुनुहुन्थ्यो रे। अचानक मध्यरातमा एउटा अजीब आवाज आउन थाल्यो रे बाहिरबाट। कता हो कता त्यो आवाज घोडा दौडे जस्तै आवाज आथ्यो रे, टाढाबाट आफ्नै घरतिर नजिक आइरहेको जस्तो। हजुरआमाले बिस्तारै त्यो सुनिराख्नुभयो रे र बिस्तारै त्यो घोडा हजुरआमाकै घरको वरिपरि घुम्न थाले जस्तो आउन थाल्यो रे। लाग्थ्यो आफ्नै घरको चक्कर एउटा घोडा दौडेकी दौडे गरिरहेको छ। हजुरआमालाई सायद उहाँको कल्पना हो कि जस्तो लाग्न थालेछ र उहाँ त्यस्तो वास्ता नगरिकन फेरि सुत्न थाल्नुभएछ। त्यो रात काट्नलाई हजुरआमालाई साह्रै धौधौ भयो। भोलि बिहानै 5 बजे उठेर आफ्नो पानी पँधेरोमा पानी लिन जानुभएको थियो। जब उहाँ फर्कनुभयो, उहाँले आफ्नो घरको तरोभित्र कुनै अनौठो खाले पाइलाको डामहरू देख्नुभएछ। यसो ठम्म्याएर हेर्दाखेरि लाग्थ्यो त्यो पाइला पक्कै पनि घोडाको थियो, जसले हजुरआमालाई एकदम अचम्ममा पार्यो। किनकि गाउँमा कसैको घरमा घोडा थिएन र त्यो घोडा किन त्यहाँ आयो र त्यो पाइलाको डामहरू सिधै घरको वरिपरि हिँडेको थियो र एकचोटि झ्यालको नजिकसम्म त्यो पाइलाको डाम आएको रहेछ। हजुरआमाले त्यो देख्न साथ उहाँको शरीर पुरै सिरिङ्ग भएर आयो। उहाँले आफ्नो आमाले सानोमा भनेको कुरा सम्झनु भएछ। यदि राति तरो नलगाई सुत्यो भने एउटा घोडामा टाउको नभएको मान्छे आउँछ र आँगनमा पाइलाको डुडुम आवाजहरू बजाएर ऊ फर्कने गर्दछ। हजुरआमालाई साँच्चै त्यो घटना हुँदो रहेछ भन्ने लागेछ र त्यो कुरालाई आफ्नो मनमै लुकाएर राख्नु भएको रहेछ। जब हजुरआमाले मलाई यो सबै कथाहरू सुनाउनु भयो, मेरो शरीर पनि सबै सिरिङ्ग हुँदै आयो। के साथीहरू, के तपाईँले अहिलेसम्म यस्तो कुनै घटनाहरू फेला पार्नुभएको छ? यदि पार्नुभएको छ भने कमेन्टमा अवश्य लेख्नुहोला।